Welcome to the road diaries. र आज चाहिँ एउटा भ्लग गर्दैछौँ हामी। आजको भ्लग चाहिँ कहाँ भन्दाखेरि व्हाइट गुम्बा। सो आई हेभ स्टार्टेड अल द थिङ्स हैन। अब दुईजनालाई भेट्न बाँकी छ, दुईजना अगाडि चोकतिर होला। आज हामी व्हाइट गुम्बा जाँदैछौँ र व्हाइट गुम्बा जाने बाटो सँगसँगै व्हाइट गुम्बाको एक्सप्लोर पनि गर्नेछौँ। सो स्टे ट्युन गाइज। र म चाहिँ बाटोहरू पनि देखाउने छु कहाँ कहाँबाट कसरी जाने भनेर। सो स्टे ट्युन एन्ड वाच भिडियो। यो गुजधारा यातायात जाने बाटो। यहाँबाट चाहिँ अब म देखाउनेवाला छु व्हाइट गुम्बा जाने बाटो है। यहाँबाट कलङ्की पुग्नेछौँ र अहिले यो अगाडिको दुईटा दुईजनाले हो मलाई के भयो फेरि? चुट्यो तिम्रो दुईटा है कस्तो है? समयको पर्वै छैन है। समय 9 बजे बोलाएर 10 बजे आउनु, 11 बजे आउने। 9:30 बजे मैले फोन गरेर चाहिँ खाना खाइरहेको छु आउनु लाग्यो भने निस्किनु लाग्यो मान्छेहरू यस्तो। 11 बज्यो। गाह्रो मतलबै छैन। अफिसहरू टाइममा जानुलाई कसरी होइन यस्तो मान्छेलाई कसरी राखिरह होला अफिसमा सोचिरहेको छु म। अब के अरे होइन चप्पल चुटेर चप्पल लाउनु गयो ऊ खसाल्यो। के छ र? कहिले चप्पल चुट्टाएको छ, कहिले खसालेको छ। अब तेल हाल्नु पर्यो। तेल हाल्नु बोलाइरहेको छ मलाई, तर मेरोमा तेल हाल्नु पर्दैन अहिले। स्कुटरमा तेल हाल्यो, दुईजना लिएर हिँड्यो। ढिला आयो, 2 घन्टा लेट। के छ र केटीहरूलाई बाल छैन। द्याट्स वाइ होइन उनीहरूसँग लेडिजहरूसँग जानु भनेको अलिकति गाह्रै छ कि। डिएम सिनेमा हल चाहिँ यतै छ। आज उनको स्वेटर हेर्ने विचार पनि छ। सो आज उनको स्वेटर पनि हेर्ने भन्ने कुरा चाहिँ भइरहेछ। उनको स्वेटर अहिले कलङ्कीतर्फ आइसकेका छौँ। कलङ्कीबाट हामी स्वयम्भूतर्फ जानेछौँ। त्यहाँबाट स्वयम्भूबाट हामी देखाउनेछौँ व्हाइट गुम्बा जाने बाटो। यो चाहिँ कलङ्की मेन रोड। यहाँबाट हामी स्वयम्भूको बाटो लाग्नेछौँ। स्वयम्भूतिर के बनाएको यस्तो खासै बनाएको छ यार। यो बाटो साइडतिर स्वयम्भू बाटो सिधा पहिला साइडतिर यार सट्टकै रोडमै बनाउँदै र खासै बनाएको छ यार। यो कारखाना चोक भयो। कारखाना चोकबाट घाँटी अब स्वयम्भू कस्तो हतारेको बेलामा यो स्वयम्भू चोक। हामी आइपुग्यो स्वयम्भू चोकतिर। र स्वयम्भूबाट कहाँबाट जाने हो भनेर म भन्छु। अब ठ्याक्कै स्वयम्भू चोकबाट आएपछि हामी लेफ्ट टर्न लिन्छौँ। लेफ्ट जाने आकाश भैरव यहाँनिर लास्टै बनाउने ठाउँ। आकाश स्मेल आयो। आकाश भैरव मेला भनेर एउटा लागिरहेछ। यहीँबाट जाने हो। यही बाटो हुँदै जाने हामी व्हाइट गुम्बा। हलचोक मेला पनि लागिरहेछ आज। केही जानकारी गराउन चाहन्छु भने आज 3 गतेदेखि व्हाइट गुम्बा खुलेको छ 11 दिनको लागि। र 11 दिनलाई खुलेको हुँदाखेरि सबैजना
आफ्नो फ्यामिलीहरूसँग इष्टमित्र कोही भनौँ न क्वालिटी टाइम स्पेन्ड गर्नु सबै व्हाइट गुम्बा डेस्टिनेसन बनाउनु होला। नजिकै काठमाडौँबाट नजिकै रहेको स्थान। दुई तिनवटा बाटो छैन, यहाँबाट झुकिन सक्छ यताबाट प्रवेश गरेर, र यताबाट चाहिँ यो बाटो माथि यहाँबाट माथि जाने। यो उकालोमा चाहिँ बाइक बिग्रिन सक्छ। मेरो तानेन, यहीँ रोक्नु पर्यो। प्राय यहाँ चाहिँ झ्याप्प रोक्दाखेरि चाहिँ गाह्रै हुन्छ। यति धेरै मान्छेहरू छ नि, यति धेरै मान्छेहरू। ल तिनजना हो भाइ साहब, धुवाँ निकालेर गाह्रै छ नि यार यता त। मजा झर्छ। यो हो हाम्रो प्यारो भन्दा प्यारो, बाइक बिग्रिने ठाउँ, बाइक बिग्रिने ठाउँ, बाइक बिग्रिने ठाउँ। कतिको बाइक त यहीँ बिग्रिन्छ भने नतानेर। यो यही ट्याक्सी हो अघि देखेँ बोलाएको सुने जस्तैले। अनि त्यही भएर मैले बाइक लिएर नजाने निलो गरेँ भनेर चलाइरहेको थिएँ। खोइ बाइक त लट्टै अफ भइदिएर भने आज कति मान्छे होला है। फोर लिएर आएको छ फोर्स। ए आज त आजै खुल्छ भने त मान्छेहरू त के बोकेर आयो, के बोकेर। आज मेन हो नि त नि, 3 गते शनिबार, त्यही माथि झन् उयो यिनीहरू अगाडि नै थियो मेरो। के अरे किन हिँड्नु, त्यही पुऱ्याएर आएको भइहाल्छ त। होइन नि उतै हो, कहाँ अझै उतै छ नि। यो त यहाँ खोइ त नि त्यो कहाँ छ। बिचरालाई हिँडाए अन्त के हुन्न त्यही पनि। मायाले बाटो पहिले उतै होला। बिचरा भनेर भन्नु मिल्दैन, पेट्रोल लोडी बिचरा एक्लै लुन्टी माया लाग्यो रे। बिचरा एक्लै एक्लै हिँडेर आएछ बिचरा। हिँड्नु मन बिचरालाई हिँड्नु मन लागिरहेको रहेछ आज त। अब स्कुटर यहीँ राख्नु, यहीँ राख्नु स्कुटर, उता ठाउँ हुँदैन भने। के हो त्यो? ल आगो कसरी बोल्यो? ओ भाइ साहब यता 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 राख्नु, यता 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 हाल्नु। तातेर के तातेर त्यो इन्जिन तातेर त्यसमा बोले। बहुत है कि जब
ले आज 2 घन्टा मलाई आगो देखाइसक्यो कि नै मैले गर्मीले हेर के भन्ने आज ओ भाइ साहब बाइक तानेन पानी पर्ला जस्तो छ गर्मी जस्तो म गएर लिन गएको फेरि मलाई यसले लिन आएको स्कुटरमा दियो भने बर यसको बाइक तानेन मेरो स्कुटर ताने एन्टक जिन्दाबाद भने यता एन्टक जिन्दाबाद भन्न लागिहाल्यो त्यहाँ आज आया फाइनली आज पुगियो पानी परेर ओहो के उता त पानी पर्न सुरु गरिसकेको छ त उता हेर्न ए बसे नि त्यहाँ होइन रुक बसी भन्दै हिँड्छ एकजना ओ यहाँ के हो लोकल गाडी नै भित्र छिराउँछ क्या हो मैले त्यही भएर भनेको त हो नि ल खोइ यत्रो ठाउँमा ल ठिक छ ल सो फाइनल्ली आइपुग्यो यहाँबाट उता त के गर्नुपर्छ अरे त जाउँ न त कति लिएर हेरेँ यहाँ फुल उही कस्तो गरिम भयो हौ न्यापकिन स्यापकिन के ल्याएछ व्हाइट गुम्बा ल दुईजना व्हाइट गुम्बा हिँड्न आएछ आज म ज्येष्ठ नागरिक हो ओ भाइ साहब आज केमा एन्टक जिन्दाबाद अनि मैले के भनेको छु एन्टक मुर्दाबाद थोडी भनेको छु मैले सो ल यता चाहिँ धेरै मान्छेहरू रहेछ आज हो ओ भाइ साहब जाउँ खोइ जमजम सेल होला ए कहाँ लुगा पसल हो त्यो सेल रे पानी चाहिँ घनघोरीले पर्ने भयो परस बाटो राम्रै रहेछ बाटो राम्रै रहेछ परस भने मेरो अनुहार कति डल्ले अब यही गर्ने कस्तो लाग्यो शीतल सबै बनाउने यसरी कार्यक्रम पनि छ र मान्छेको घुइँचो र यहाँ
ब्युटिफुल बोटल पो रहेछ है है कति नजिक ल्याएको कस्तो नजिक ल्याएको र होइन मोटी त हिरोइन देखाएको तिनीहरूले मलाई चाहिँ मोबाइल दिएर के अरे मोबाइल लिएर तिनीहरू मात्र यो त्यही फोटो सेसन क्युट बेबी गयो त के होइन रहेछ यिनीहरू दुईटा फोटो खिचेर मलाई चाहिँ घुम्न पठाइदिए भ्लग बनाएर तिमीहरूको के कुरा पनि गरे हेर्न कुरा पनि काटेर आएको भ्लगमै यिनीहरू यस्ता छन् भनेर अहिले हामी कुरा गर्छ तिनजना यसमा इस अघिसम्म तिमीहरूलाई परीक्षण पास म चाहिएको थिएन नि ल चाहिँ गाइज उता जाऊ न यता कहाँ एकै ठाउँमा बसिरहने मेरो हेलमेटलाई चाहिँ के साह्रो त्यो होइन द्याट्स नट माइन जे कुरा काटेर यिनीहरू दुईटा मात्र फोटो खिचेर मलाई चाहिँ भिडियो बनाउन जा भन्ने पठाइदिए ल कस्तो यो सब टुट गर्नुपर्छ केही टुट गर्ने होइन टुट गरेर रहेछ पाठ गरिरहेछ केही कस्तो लाग्यो भन्न मोटी खोइ यता मोटी कस्तो लाग्यो यता घमाइलो यता हेरेर भन्नु कस्तो पछाडि फर्किएर अर्को डाँडा पनि रहेछ डाँडा ल जामाचो पनि जामाचो गुन्डा अरे गुम्बा ऊ त्यो माथि जान्छ यस्तो छ वातावरण हाइक जाने नत्र नजाने भन्छन् गुलाब यो त पोटेन्सियल देखाएको छ एउटा टिकेर दिइहाल्नु नतिप हेर कोपिला भन्ने थाहा छैन ओ माई गड नेपालीको दियो त यसले त बचाउन पर्यो बीचबाट हिँड्न बीचबाट के डक स्वान र डकहरू क्या ठुलो टर्की रहेछ जुवा जस्तै भयो बीचबाट हिँड्नु बीचबाट छे खुरुखुरी खुरुखुरु कहाँ हिँड्छ खुरुखुरु कहाँ हिँड्छ मतलबै छैन उसलाई खुरुखुरु हिँड्छ दायाँ बायाँ हेर्दैन खुरुखुरु हिँड्छ खुरुखुरु हिँड्नु ऊ यहाँ पछाडि आएको पछाडि के छ भनेर हेर्न ऊ यहीँ बनाऊ है त्यही त ल हाम्रो खुरुखुरु कान्छीलाई केही मतलबै छैन ठिक छ खुरुखुरु कान्छीलाई केही मतलबै छैन नि खुरुखुरु कान्छीलाई खुरुखुरु राम्रो आछ यहाँ त्यहाँ पनि हेऱ्यो यसको नाम चाहिँ भुइँमाया हेर गाइस कति गाह्रो छ यता अर्का क्यामेराम्यान हुनुलाई पनि यता हेर पछाडि त्यहाँ फुल टिपेर राखिदिनु पर्ने रे यस्तो फुल भयो त यस्तो फुल दिनुपर्ने रे यस्तो फुल राख्नुपर्ने रे भुइँ कान्छीलाई
अर्को खुरुखुर कान्छीले फोटो खिचिरहेछ यो फेरि कस्तो यो भुइँ कान्छी र खुरुखुर कान्छीको फेरि ब्ल्याकमेलिङ सिस्टम त फेरि ऊ लिएर यहाँ दुईजनाको दिदी बहिनी फेरि फ्लावर टिपेर लिएर आएर यता कतिको अर्डर दिन्छ यता ऊ खुरुखुर कान्छीको आइसक्यो अब हामी फुल हेर्न जाम है तिनीहरू फोटो खिच्ने रे अब हामी फोटो खिच्न जाने को यो भुइँ कान्छीदेखि लिएर गएको भुइँ कान्छी के भनेको त भुइँबाटै लिएर गएर ओ त्यसलाई चाहिँ घुम भन्नु परेन मोबाइल चाहिँ सर यो पनि त्यहाँनिर राख्नु पर्ने के म रुखमा छु रुखमा अरू भन्दा पनि मलाई त्यहाँनिर बसेर चाहिँ फोटो खिच्नु छ कसले खिचिदिन्छ चाहिँ थाहा छैन यिनीहरू दुइटा म चाहिँ नआउने गरेँ हेर्न त्यहाँ पोज दिएर पोज हेर्न मन लाग्यो मलाई त्यसमा चाहिँ अन गरेर खिचिदिएर हाल्नु त्यसले ओ त्यो 90s को हिरोइनको पोज हो त्यो 90s कै हो 80s को 70s को पुराइदिए जे भए पनि ब्ल्याक एन्ड व्हाइट को ओ म त्यहाँ बस मलाई प्रोफेसनल चाहियो उसलाई फोटो चाहियो फेरि प्रोफेसनल खुरुखुरी कान्छीलाई भुइँ कान्छीलाई फोटो आएन भनेर फुलबाट फोटो निकाल्दैन भनेर उफ्रिया तिन बित्ता उफ्रिसक्यो अघिदेखि ओ त्यहाँ खाना दिन्छ जस्तो छ आज त ओइ हनुमानले पहाड उठाएर ल्यायो त ल यो तपाईँ चाहिँ व्हाइट गुम्बाको यो त के हो यता के थाल रहेछ यता चाहिँ खाना वितरण भइरहेको रहेछ ल जाउँ आज यता खाइदिउँ र यहाँ हुँदैछ मोटी के हुँदैछ भन्दै त खाना वितरण अरू यहाँ कस्तो लाग्यो तँलाई यताको वातावरण भन्दै आउँदा 11 दिन खुल्या छ के भन्न चाहे सकेसम्म चाँडो आउनु होला हामी आउँदा भन्दा धेरै चेन्ज भइसकेको छ आजको भन्न त्यो जमानाको नभन्छु अनि उता हिँड्न खाना दिइरहेको छ तर मलाई कस्तो लाज लाग्छ यो चाहिँ खान जानु मन लाग्छ लाज लाग्छ जाउँ न पहिला त्यो सोधौँ सबभन्दा पहिला मलाई नै पठाउँछन् आफै बफे सिस्टम हो क्या मोटी जाउँ हाम्रो मोटी जिन्दाबाद जिउरी ल जाउँ त खुरुखुरी कान्छी फेरि फोटो अहिले हेर्नु किन अहिले फोटो खिच्नै बाइक छ त्यत्रो कहाँ उनको स्वेटर हेर्न जाँदा नि ल कस्तो ल्याउनु ल्याउँछु मेरा ना दुआ पो पास्ता खास के को हो यो रिम्बुर्सेको हाम्रो यता रिम्बुर्सेको हजुर आमा बित्नु भएको पूजा भानी पनि हो हामी त्यो वरिपरि ठुलो राख्नु भएको भगवानको पूजा राख्नु भएको हजुर हजुर सबैको लागि हो बित्नु भएको मान्छेहरू हुन्छ नि हजुर 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 अनि छुट्टा छुट्टै ठाउँमा खुवाइराख्नु भएको छ हो होइन एकै ठाउँमा हो आज त्यो
उता पनि किनकि यता दुई तर्फबाट गर्थ्यो नि त मान्छे यता ए हजुर 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 गर्थ्यो त्यही भएर यो हाउडा फ्रुट्स ना डोमल पुणे हाँ पुणे फ्रुट्स ना डोमल ल्यायो ह्यान्ड सेनिटाइजर पनि रहेछ हेर मोटीले केही नखाने भनेर त लाग्छ जना चाहिँ मोमो पड्काएर आज त मोमो होइन यो के हो के मोमो है हो अचार चाहिँ सही छ है अचार यो अचार यो गोलभेडा मिलो है कसो लाग्यो त पामु खिच न भाइ यो त खिच्नु पर्छ नि उता चाहिँ राख्नु मोटीले पपैया पायो पपैया क्या मजाले खाएर कितने बहन कुचुर खाइरहनु पर्ने मान्छे दामी है दामी वेलकम टु माई च्यानल गाइज अब म पनि एउटा च्यानल खोल्छु योमा भित्र कम्पु कराटे खेलिरहेको छु क्या अब हामी नाच्न लगाएको तिमी पनि नाच्छौ सिनामा चामल मुरुका सिनामा चामल ए जम अब उनको स्वेटर हेर्नुपर्छ सरी व्हाइट गुम्बा एन्ड व्हाइट हाउस अमेरिकाको व्हाइट हाउसमा छ प्रेसिडेन्ट ओबामाले केही भनेछ अनि हामी चाहिँ तीनजनाको घुम्न आएको खासै भन्यो भने होइन तर यहाँ आउँदा धेरै मान्छेहरू देख्यो एक्सपेक्टेसन हाई राखेर आएको थियो कि होइन एक्सपेक्टेसन त केही पनि राखेर आएको थिएन किनभने मैले एक्सपेक्टेसन राख्दा जहिले पनि त्यो भएर जाने भए पनि योपालि त केही एक्सपेक्टेसन थिएन घरबाट चाहिँ के भनेर आएको यहीँ जान्छ भनेर आयो कि यो कुरा चाहिँ अब नभन मलाई तैँले यो फेरि राख्दियो भने अर्को आपत परिरहन्छ आज घरमा मम्मीलाई वाटरफल ल अब लास्ट टाइम भयो लास्ट भयो अब हामी जाने बेला भयो तर म कस्तो कालो आएको कालो आयो ल गोरो ठाउँमा ल अनि यो ठाउँ चाहिँ मेनली मलाई सबभन्दा बेस्ट लागेको हो होइन त्यसलाई कि हामी कतै बाहिर आइरहेको छ हावा चाहिँ यति राम्रो यति मजाले चलिरहेछ कि हुरी बतास भइरहेछ पुरै नै के भन्छ यसलाई हुरी बतास फ्ल्याग यति मजाले फरफराइरहेछ तर नेपालको झन्डा पनि हुनुपर्ने हो यो चाहिँ यो मेन्सन गर्नु पर्यो नेपालको झन्डा अनि चाहिँ हाल्नु पर्यो आज के कस्तो उत्साहित छ कि पर्फेक्ट मलाई लागेको थियो कि मैले सुटर माथि ल्याउन सक्दैन होला जस्तो तर मैले लिएर आएँ आज कति एक्सिडेन्ट पनि भएको थियो बाइकहरू नतान्नु एउटाले त्यहाँ खिचखिच अनि तर आज हामी आउँदा चाहिँ यहाँ खुवाइ पनि रहेको थियो जति खानु मन छ खाँदा पनि बुफे नर्मली एज अ बुफे तर धेरै नै राम्रो थियो मिठो थियो पूर्णिलाई सबभन्दा मनपर्ने रोग मन परेको रे यहाँ तर मलाई चाहिँ
अब यहाँ बसेर भन्नु त के अलि रिभ्यूहरू लास्टको रिभ्यूहरू दिए त दुईजना अब के रिभ्यू दिनु अब यहाँ आउनलाई बाटो कस्तो छ भाइखुम्बा भनेको धेरै भइसक्यो बन्द भएको आजदेखि 11 दिनलाई खुलेको छ आजदेखि फर्स्ट डे हो सो आज 17 मे 10 days more 11 days 11 आज एक दिन गयो नि त अनि उहाँको बारेमा भन्नु नि यहाँ उहाँको इन लभिङ मेमोरी अफ मायु लामा मयुमला पनि हो होला नि हैन के चाहिँ समथिङ कि उहाँको मेमोरिजमा चाहिँ यो खोलेको अरे उहाँ बित्नु भएको भएर 11 दिनमा खोल्नु भएको चाहिँ खोलेको अरे त्यो चाहिँ सायद भ्लगमा मेन्सन पनि छ मैले एकजना गर्नु खोजिरहेको हो ओके ल अब यताबाट बिदा हुनु पर्यो पानी पर्ला छिटो भन्नु जाँच गर्नु होला छिटो अब यहाँ पानी पर्ला यताउति जानु पर्यो भनेर ल इन्डिङ भ्लग यो तर एउटा चाहिँ के राम्रो छ भने जति मान्छेहरू भिड भयो भने यहाँ हावा चाहिँ मजाले चल्यो आज मात्र होला त्यो पनि बेस्ट लाग्यो मलाई र पार्किङको सुविधा पनि छ पार्किङको सुविधा छ एन्ड रोड इज फुल्ली पेज्ड बाटो आउनको लागि पनि केही गाह्रो छैन राम्रो छ उता हेर स्कुटर पनि मजाले आउन सक्नुहुन्छ तर मोड अलिक धेरै भएको भएर स्पिडमा चाहिँ नआउनु होला तर बाइक चाहिँ जोस् राम्रो कन्डिसनको भएको हुनु पर्यो उकालो धेरै सो दिस इज द इन्डिङ ब्लग र यहाँ आउँदाखेरि चाहिँ रमाइलो क्वालिटी टाइम अलिक ल